मसँग पर्यो आफूलाई खुट्टा सम्झिने चिकन खाने हेलो गाइज आज स्याटरडेको दिनमा अब के गर्ने भनेर चाहिँ सोच्दा हामी चाहिँ एउटा पिकनिक स्पोट जाने कुरा भएको छ। पिकनिक स्पोट छान्दा पनि कता जाने भनेर भन्दाखेरि लास्टमा हामी कहाँ रे लाकुरी भन्ज्याङ जाने चाहिँ हाम्रो कुरा भएको छ। त्यही भएर अब हामी चाहिँ अब म सबलाई चाहिँ यहाँ सबैलाई चाहिँ एकट्ठा गर्दैछु होइन, गाडी लिएर अब यहाँ सबलाई चाहिँ जम्मा गर्दै यहाँ ल्याएर त्यसपछि हामी यहीँबाट चाहिँ अब लाकुरी भन्ज्याङतर्फ चाहिँ हामी लाग्छौँ। के छ मेरो छैन र तर यो इन्टरभ्यू राख तर सही छ। अनि मेरो फेस रिभिल पनि फेस रिभिल है आयातको भ्लग है भाइ द वे। हामी चाहिँ आज लाकुरी भन्ज्याङ जाने चाहिँ फाइनल भयो। त्यो भएर यहाँ छर्रेर बसेका जनताहरूलाई चाहिँ म चाहिँ अब पिकअप गर्नु जाँदैछु निकै ड्रप फेसिलिटी। सो द्याट्स इट, स्टे ट्युन। अनि म चाहिँ उहाँको असिस्टेन्ट। He is my assistant blogger. Sorry, content creator. मेरो टिचर कसरी भ्लग बनाउने भनेर अब म भ्लग बनाउन सिकिरहेको छु। हुन चाहिँ गेमिङ च्यानल तर भ्लग हाले के चाहिँ हुन्छ र एडिटिङ गेमिङ भ्लगिङ भइहाल्यो। वेलकम। रियालिटी भयो त अस्सलाम वालेकुम। लो चिनेन तिमीलाई त अस्सलाम वालेकुम। सन्चै छ सान्या? हजुर भाइ अझै त अब एक्सपेक्ट गरिरहेको थियो के भन्नु सो जैनुल लगायत परिवारको आगमन भइसकेको छ। हाम्रो छोटे मिया कहाँ हुनुहुन्छ? हाम्रो छोटे सरकार छोटे सरकार पनि प्रवेश। छोटे सरकार प्रवेश। छोटे मिया छोटे मिया अनि पर्दाउँदा एकदम प्रब्लम हुन्छ के भागाइसी आनन्दले खेल्छ। बाटोमा त ठिक छ। अब हामी घर जान आँटेको है। गाडीको टिप्सहरू हेरेको थिएँ होइन गाडीको आराम कुरा खान ल त्यो बिजुली अवश्य भेटौँ न। हेलो, हामी फाइनल्ली खोज्दा यो लाकुरी भन्ज्याङमा ठाउँ खोज्दा एउटा अलिकति पिसफुल है शान्त ठाउँ चाहिँ हामी पायौँ होइन। तर वास्तवमा यो लाकुरी भन्ज्याङ त स्क्याम रहेछ। धेरै यहाँ पिकनिक स्पोट हामीले गरिराख्ने जस्तो हामी पाहाडतिरको मान्छे त्यसरी चाहिँ अब राम्रो ठाउँ गइराखेको चाहिँ हामीलाई चाहिँ त्यो स्क्याम लाग्दो रहेछ। तर जस यतिको ठाउँ पाइयो त्यसमा चाहिँ हामी चाहिँ ल खुसी छौँ। अनि कस्तो भइरहेछ जस्तो एकदमै स्ट्रगल भइरहेछ मलाई होइन। कस्तो स्ट्रगल भन्ने खालको होइन। एकदम एक्साइटेड र यहाँ मस्त पाइरहेको। अनि जनताहरू कस्तो भइरहेछ आजको पिकनिक? अनि हजुर चाहिँ हजुरहरू ल स्पेसल खानुपर्छ आज। जनताहरू ल अनि अश्रफ हाम्रा कुकुरो पनि छन् के यहाँ साथीहरू है। धेरै नबनाऊ एकैचोटि केटाकेटी हो खाऊ मसँग पर्यो आफूलाई खुट्टा सम्झिने चिकन खाने